ल हजुरको लाइसेन्स हेरौँ त एकचोटि। हेर्नु त तपाईँको पहिले नै हेरेँ कागज यसको प्रिन्ट आएको छैन है ओरिजिनल। ल आज तपाईँहरूलाई हामी एउटा ज्याकेट दिँदैछौँ, फ्लोर्सिङ ज्याकेट थाहा छ होला होइन। यो मेची नेत्रालयसँग समन्वय गरेर तपाईँहरूले त्यो एउटा ज्याकेट दिन्छौँ, टल्किने ज्याकेट। त्यसले चाहिँ तपाईँहरूलाई फाइदा भनेको रातको समयमा अरू गाडीले टाढेबाट टल्केर देख्छ, दुर्घटना हुने जोखिम कम भयो, दुर्घटनाबाट जोगिने भयो होइन। अनि अर्को कुरा भनेको यो ज्याकेट दिएपछि यो लाइसेन्स भएको अनि बिल बुक सबै कुरा नवीकरण सबै ठिक भएको मान्छेलाई दिन्छौँ। अनि यसको अरू बेला चेकिङमा यो ज्याकेट लाएर हिँड्दा तपाईँहरूलाई हामी चेक गर्दैनौँ, त्यो सहज भयो हजुरहरूलाई होइन। यो सबै दिन्छ। कसरी दिन्छौँ भने यो यो सवारीको धनीको नाम, अनि यो चालकको नाम, हजुरको सम्पर्क नम्बर होइन, यो